दर्शकबिन नमस्कार। दिनभरि घटेका घटनाको खबर सङ्गालो निदान हेडलाइन 20 मा स्वागत गर्छु। म केशव कण्डेल। सुरु गरौँ देश विदेशका मुख्य बीच समाचारबाट। सिद्धबाबा सुरुङ निर्माण निर्धारित समयमा नै सम्पन्न हुने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको दाबी। सुरुङ निर्माण भएपछि यसले पूर्वाधार निर्माणमा एउटा छुट्टै उदाहरण कायम गर्ने उल्लेख। यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको गृहमन्त्री रमेश लेखकको भनाई। उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको उल्लेख। नेपाली काङ्ग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको भनाई। नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काङ्ग्रेसले गरेको दाबी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतका लागि नेपाली राजदूत शङ्कर शर्मासँग लखनऊमा भएको भेटमा राज संस्थाबारे आफ्नो लाइन प्रस्ट्याएको दाबी। यो सँगै केही समयमा अघि दिएको अभिव्यक्ति सच्याए। तिनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बयानका लागि बोलाउन नमिल्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको दाबी। काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राजालाई सहमतिमा बोलाएर बयान लिनुपर्ने बताएपछि आक्रोश पोखे। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहना अनुरूप स्थापना भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको दाबी। व्यवस्था विरुद्ध जाने जो कोही सजायको भागीदार हुने जानकारी। राजनीतिक दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाई। देश अहिले चरम सङ्कटबाट गुज्रिरहेको उल्लेख। जनतामा देखिएको असन्तुष्टिलाई समयमा नै सम्बोधन नगरे जटिलता उत्पन्न हुने काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाको भनाई। एमालेसँग सहकार्य गरेर काङ्ग्रेस सरकारमा गएको भन्दै सरकारलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड। कोशी प्रदेश सरकारको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक। हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्त। पोखराका लागि काठमाडौँबाट उडान भरे लगत्तै बन्द गराएको सौर्य एयरलाइन्सद्वारा 8 महिनापछि पुनः परीक्षण उडान। CRJ-200ER विमानले काठमाडौँको आकाशमा शुक्रबार दिउँसो 45 मिनट परीक्षण उडान गरेको जानकारी। माध्यमिक शिक्षा परीक्षा नगर्ने सहमति जुट्यो। विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसी नगर्ने सहमति। नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा सरिता खड्का चयन। पार्टीको उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले खड्कालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिने निर्णय। अब विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा 10 लाखसम्म राहत रकम पाउने नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको 995औं बैठकले उक्त निर्णय गरेको जानकारी। भरतपुर अस्पतालमा प्लास्टिकका झोलामा प्रतिबन्ध। फार्मेसी र अस्पतालभित्रका खाजा घरमा प्लास्टिकका झोला प्रयोगमा रोक लगाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कृष्ण प्रसाद पौडेलद्वारा जानकारी। नेपाल आयल निगम लिमिटेडले 1 वर्षमा इन्धन कारोबारबाट सरकारलाई 1 खर्ब 12 अर्ब रुपियाँ कर बुझायो। निगमले 1 वर्षमा करिब 9.5 अर्ब रुपियाँ मुनाफा कमाएको जानकारी। अब अन्तर्राष्ट्रिय हेडलाइनहरू। अमेरिकामा 30 दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने। यदि यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजाय लगायत हुने। सुडानको एक फासर र्यापिड सपोर्ट फोर्सले गरेको आक्रमणमा कम्तीमा 32 जना सर्वसाधारणको ज्यान गयो। उक्त समूहले आत्मघाती मानवरहित यन्त्र मार्फत आक्रमण गरेको उल्लेख। अब खेलकुद हेडलाइनहरू। ए डिभिजनको टिम हिमालयन शेर्पा क्लबले 15औं जितपुर सिमारा गोल्ड कपको उपाधि उचाल्यो। मछिन्द्र फुटबल क्लब विरुद्ध निर्धारित समयमै फराकिलो गोल अन्तरको नतिजा निकाल्दै जितपुर सिमारा गोल्ड कपको उपाधि उचालेर च्याम्पियन बन्यो। हङकङमा जारी 4 देशीय टी20 क्रिकेट श्रृङ्खलाको लिग चरणको अन्तिम नेपाल र आयोजक हङकङ बीचको खेल वर्षाले रद्द। खेल रद्द भएसँगै दुवै टिमले 1-1 अङ्क पाएसँगै नेपाल 5 अङ्क सहित शीर्ष स्थानमा। अब मौसम हेडलाइन। कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मध्य प्रदेश र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना। हस्त आजलाई निदान हेडलाइन 20 यति नै। हेर्दै गर्नुहोस् निदान मिडिया। नमस्कार। काठमाडौँमा भन्दा पनि सस्तो कपडा अब होलसेल मूल्यमा पोखरामै। बच्चादेखि बुढासम्म, विद्यार्थीदेखि कर्मचारीसम्म, लेडिज एन्ड जेन्ट्स सबैलाई मिल्ने। सिडदेखि पाउसम्म जस्तो खोज्यो त्यस्तै पाइने फेन्सी कपडाको होलसेल पसल हरिओम सप्लायर्स पोखरा। पन्थी गल्लीबाट प्राजुली गल्ली जाने बाटोको बीचमा। प्रोपाइटर मनिन्द्र प्रसाद पटेल हरिओम। सम्पर्क 9856 61 62 3, 98 011 90 12 1।